नमस्कार, कार्यक्रम गल्छी बाल सरोकारमा स्वागत छ। म श्रद्धा रिमाल। गल्छी बाल सरोकार कार्यक्रम गल्छी गाउँपालिका र गल्छी बाल समूह सञ्जालद्वारा रेडियो राजमार्ग 92.1 मेगाहर्जले तयार पारेको कार्यक्रम हो। कार्यक्रममा हामी ओडा तथा गाउँपालिकाले बालबालिकाको क्षेत्रमा गरेको काम, भएको परिवर्तनसँगै भावी योजना र प्रतिबद्धताहरू सुनाउँछौँ। आजको कार्यक्रममा हामीसँग गल्छी गाउँपालिका ओडा नम्बर 4 को ओडा अध्यक्ष राजु अधिकारीसँग स्थानीय शासनयुक्त ओडा घोषणाको तयारीमा घोषणाको लक्ष्य र चुनौती, बालबालिकाको प्रत्यक्ष सहभागिता सहित अभिभावक र समाजको दायित्वको लगायतका बारेमा कुरा गर्दछौँ। नमस्कार अध्यक्षज्यू, स्वागत छ हजुरलाई हाम्रो गल्छी बाल सरोकार कार्यक्रममा। धन्यवाद श्रद्धाजी। अध्यक्षज्यू, गल्छी गाउँपालिका ओडा नम्बर 4 अहिले बालमैत्री स्थानीय शासनयुक्त ओडा घोषणाको तयारीमा छ। अहिलेसम्म कति काम सकियो र घोषणाका लागि कुन कुन मुख्य सूचकहरू पुरा हुन बाँकी छन्? श्रद्धाजी, हामीले यो बालमैत्री ओडालाई घोषणा गर्नको लागि हामीले अहिले सम्पूर्ण काम नै सिद्ध्याएर अब हामी चाहिँ घोषणाको चरणमा छौँ र हामीलाई चाहिँ जिल्लाबाट तपाईँको हाम्रो अनुगमनको सुद्धा भएर अब चाहिँ ओडालाई बालमैत्री शासनयुक्त ओडा घोषणा गर्नको लागि तयारीमा छौँ र अहिलेको हिसाबले सबैले काम हामीले सिद्ध्याएर बसेका छौँ। पक्कै पनि केही कुरा सफलता हासिल गर्नको लागि निकै धेरै चुनौतीहरू पार गरेर जानुपर्छ। त्यही भएको कारणले नि यो बालमैत्री ओडा घोषणा भन्दै गर्दा यो बालमैत्री ओडा घोषणाको यो चरणसम्म आइपुग्दा हजुरहरूले भोग्नु भएको चुनौतीहरू चाहिँ के थियो? होइन, धेरै चुनौती थियो हामीलाई चाहिँ। यो हामीले पहिलो सरकारदेखि नै यो स्थानीय तह घोषणा आइसकेपछि निर्वाचित भएर आइसके पछाडि हामीले यो चाहिँ बालमैत्री बालबालिकाबाट नै लगानी गरेर यो गल्छीलाई एकदम स्वच्छ, राम्रो र समृद्ध गल्छी बनाउनुपर्छ भन्ने उद्देश्यका साथ यो निर्णय गरेर थालनी गरेका थियौँ। धेरै चरणमा हाम्रो समाज तपाईँलाई पनि थाहा छ कस्तो छ, धेरै कुराहरू हामीले गर्नुपर्ने थियो, चुनौतीहरू थियो। तैपनि जे पनि काम गर्दा चुनौती र यो चाहिँ हुने समस्या समाधान गर्नुपर्ने भएको कारणले गर्दा अब अहिले यहाँ सबै भनिरहेर पनि कुरा हुँदैन। धेरै कुरा तपाईँको चाहिँ हामी गाउँमा जाँदाखेरि तपाईँको चाहिँ बच्चा बालबालिकाहरूलाई गरेको छ, उहाँहरूको अधिकारका, उहाँहरूको चाहिँ तपाईँको चाहिँ स्वतन्त्रका कुराहरूदेखि लिएर धेरै कुरा गर्नुपर्ने थियो। अब समाजमा तपाईँलाई नै थाहा छ धेरै नै हामीले चुनौतीका साथ यो जाँदाखेरि गाउँमा कसरी गर्ने, अरू बालबच्चाहरूसित गर्नुपर्ने धेरै यो बालबच्चा भन्दा पनि तपाईँको चाहिँ अभिभावकज्यूहरूलाई नै हामीले चाहिँ गर्नुपर्ने स्कुलहरूमा स्वास्थ्य चौकीदेखि पूर्वाधारका कुरादेखि लिएर पसलका कुराहरू तपाईँको सबै कुरा यो धुम्रपान मद्यपानदेखि लिएर धेरै कुराहरूमा हटाउनु पर्ने भएको कारणले गर्दा सबै साथीहरूसित सरसल्लाह गरेर गर्दा धेरै चुनौती थियो र त्यो पनि हामी एकदम निश्चित तरिकाले यो चाहिँ सञ्चालन गर्न लाग्छौँ, हामी सक्छौँ भन्ने दृढ सङ्कल्पसाथ लागेका थियौँ। सबैले हामीलाई सहयोग गर्नुभयो। अहिले त्यही भएर चुनौती भन्दा पनि यसको समस्याको साथसाथै समाधान र सबै ओडावासीहरूको सहयोगमा हामीले अहिले चाहिँ यो घोषणा गर्नको लागि तयारीमा छौँ। धेरै चुनौती त्यस्तो खासै अप्ठ्यारो त धेरै परेन। पक्कै पनि चुनौतीहरूमा डुबेर नै आज उत्रिएर यो आज घोषणा हुने चरणसम्म हजुरहरू आइपुग्नु भएको छ। अब कुरा गर्दै जाँदाखेरि हाम्रो समाजमा बालमैत्री भन्नाले नौलो टपिक भयो, नौलो कुरा भयो। अनि हाम्रो समाजमा चाहिँ बालमैत्री भनेर भवन संरचना बनायो अनि बालबालिकालाई बिगार्यो भन्नेपट्टि मात्र कुरा जान्छ प्रायः जसो। त्यसैले तपाईँको विचारमा चाहिँ ओडालाई बालमैत्री बनाउनु भनेको केवल भवन र संरचना बनाउनु मात्र हो कि बालबालिकाको विचारलाई ओडाको नीतिमा समेट्नु पनि हो? तपाईँले बालबालिकाको कुरा कसरी सुन्नुभयो, सुन्दै आउनु? होइन, एकदम बुझाइमा फरक छ। हामीले भौतिक पूर्वाधारमा मात्रै लगानी गरेर त्यसको चाहिँ पूर्वाधारहरूको मेन्टेन गरेर त्यो चाहिँ होइन। जे होस् हाम्रो सोचै परिवर्तन गर्नुपर्ने तरिकाले नै हामीले बालमैत्री शासन चाहिँ लागू गरेका हौँ। हामीले धेरै बालबच्चालाई भन्दा पनि तपाईँको चाहिँ समाज र हाम्रो चाहिँ त्यो जुन परिवेशमा हामी बसिरहेका छौँ त्यहाँ गर्दाखेरि अब तपाईँले भन्नुभएको जस्तै हामीलाई पहिला लिएर जाँदाखेरि चाहिँ हामी चाहिँ जस्तो हाँसोको पात्र जस्तो पनि भएको थियौँ। के भन्न आएको होला, हाम्रा बालबच्चाहरू हाम्रा छोराछोरीहरूको लागि तपाईँको चाहिँ गाउँपालिकाको ओडा चाहिँ तपाईँको जनप्रतिनिधिहरूले गर्न लागेको कुरा के होला, हामीले हाम्रो बच्चाहरूको अधिकारमा उहाँहरूले किन चाहिँ तपाईँको सरकार राखेको होला जस्तो कुराहरू पनि धेरै समुदायबाट आएको थियो र हामीले उहाँहरूलाई बुझाउँदै लाँदाखेरि तपाईँलाई थाहा नै छ धेरै कुराहरू थियो। अहिले तपाईँले भने जस्तो हामीले त्यो पूर्वाधारमा मात्रै लगानी गरेर हुँदैन भनेर सोच परिवर्तन गर्नुपर्छ। भाइ बहिनीहरूको चाहिँ बालबालिकाहरूको चाहिँ तपाईँको चाहिँ त्यो उहाँहरूको अधिकार सुरक्षित गर्नुपर्छ भन्ने तरिकाले उहाँहरूलाई नै हामीले चाहिँ टोलमा गएर तपाईँलाई थाहा नै छ समूह गठन गरेर उहाँहरूलाई के आफ्नो इच्छा हुन्छ स्कुलकोदेखि लिएर एकदम व्यवस्थापन समिति लगायत उहाँहरूलाई चाहिँ आउने अब तपाईँको धारा स्कुलमा भएको पूर्वाधारहरू बनाउने जुन हामीले अभियान सुरु गरेका थियौँ त्यो पछि चाहिँ सबै
कुराहरू नै हामीले निर्माण कार्यहरू सबै गरेका छौँ र धेरै कुराहरू चाहिँ तपाईँको के छ भने यो कसले चाहिँ जिम्मा लिने भन्दाखेरि अरू समुदायमा गएर आफूले काम गर्न जाँदाखेरि अगाडिको कुराहरू चाहिँ त्यो सोचेर ल्याउने हो भने त यो हामी कसरी सक्छौँ होला र जस्तो थियो तैपनि अहिले चाहिँ धेरै तपाईँ हामी जस्तो धेरै को प्रयासबाट यो सफल भएका छौँ। हाम्रो सोचमा चाहिँ वडाबाट गर्ने कुरा भनेको पूर्वाधार मात्रै होइन, धेरै यो सोच परिवर्तन गर्नुपर्छ र बुद्धि विकास र त्यसलाई नै परिवर्तन गर्नुपर्छ भन्ने हिसाबले हामीले काम थालनी गरेका छौँ र तपाईँले भने जस्तो अलिकति वडाबाट गर्न सक्ने सहयोगहरू भाइ बहिनीहरूलाई गर्ने कुराहरू लिएर खेलकुद सामानदेखि लिएर जम्मै कुराहरू हुन्छ नि यसलाई चाहिँ कसरी उहाँहरूले माग्नुहुन्छ त्यसरी नै हामीले भन्दा पनि उहाँहरूले जे निर्णय गरेर ल्याउनुहुन्छ टोलबाट यसको चाहिँ गठन गरेर त्यही अनुसारले हामीले उहाँहरूलाई अलिअलि बजेट व्यवस्थापन गर्छ। पूर्वाधारको कुरा त रह्यो, हामीले बनाउने बेलामा सबै नै त्यो अब बालमैत्री हिसाबले बनाउनु पर्ने हुन्छ। शौचालय खानेपानी धाराहरूलाई नै हामीले चाहिँ आफ्नो निगरानीमा बसेर काम गरेका छौँ त्यो पनि, र त्यही नै हो। अरू त सबै ठिकै छ, राम्रै छ, हामी खुसी नै छौँ। पक्कै पनि बालमैत्री अनि बालबालिकाको अधिकार र अब विद्यालय स्वास्थ्यमा बालबालिकालाई कस्तो सुविधा छ भनेर कुरा गर्दै गर्दा वडा नम्बर 4 भित्रका विद्यालय स्वास्थ्य संस्था तथा सार्वजनिक संरचनामा बालमैत्री शौचालय खानेपानी र खेल मैदानको व्यवस्था कस्तो छ? हजुरको मेरो आफ्नै हिसाब वडाको कुरा गर्नुपर्दा मसित अब 5 वटा स्कुल अहिले चलिरहेको छ होइन, त्यसमा पनि 2टा मावि स्कुलहरू छ। स्कुलमा मावि स्कुलहरूमा हामीले चाहिँ अहिले जुन बनाएको छौँ जुन त्यो चाहिँ थिएन पहिला नभएकोलाई अहिले हामीले आफूले बजेटिङ गरेर अब यो चाहिँ घोषणाको चरणमा त यो कसैले अहिले तपाईँले भनेको कुरो नभयो भने त हामी घोषणाको चरणमै पुग्दैनौँ होइन। त्यो भएको कारणले गर्दा अब धेरै कुराहरूलाई परिवर्तन गरेका छौँ र हामी चाहिँ अब तपाईँको अहिले मैले भने संरचनाको अनुसार र त्यो समुदायमा पनि जानुपर्ने भएको कारणले गर्दा ठ्याक्कै यहाँबाट अब त्यो हामीले जे कुराको नि 100% हामी चाहिँ त्यो बेनिफिट खान्छौँ भनेर त हामीले सोचेका छौँ। तर पनि यो पनि तपाईँको प्रत्येक यो हामी अहिले जुन घोषणा गरेपछि हामी ढुक्क भएर बस्नु भन्ने जस्तो लागिरहेछ भने पनि, तर यो चाहिँ एउटा पूर्वाधार बनायो अर्को फेरि खाँचो पर्ने, अर्को पूर्वाधार बनायो अर्को खाँचो गर्ने गरेर स्कुलहरूमा जुन चाहिँ स्कुल छ तपाईँको चाहिँ स्वास्थ्य चौकीहरू छ, हामीले चाहिँ राख्ने ठाउँमा तपाईँको बेन्च टेस्ट बेन्चदेखि लिएर तपाईँको पानीको धारा होइन, तपाईँ अहिले चाहिँ शौचालयमा जाने कुराहरूमा चाहिँ आफूले र हाम्रो सहकार्य हामी सबै भनौँ न यो गर्ने जिल्लादेखि लिएर सहकार्यमा के गर्नुपर्ने छ त्यो गर्ने कुराले हामी पूर्वाधारको कामहरू चाहिँ उहाँहरूलाई नत्र भने त हामी घोषणाको चरणमा आइपुग्थ्यो उहाँहरूलाई हुने चाहिने चिजहरू हामीले गरेका छौँ। ओके, घोषणालाई विषय बनाएर कुरा गरिरहँदा बालबालिका भनेको त अहिले मात्र भएन कि बालबालिका भनेको त जन्मिरहन्छन् नि, अहिले भएका बालबालिका ठुला भइरहन्छन्, समाजमा बालबालिका भनेको सधैँभर भइरहन्छन् अनि बालबालिकाको लागि बाल अधिकार भनेको नि एकचोटि सुरु गरेपछि त्यो सधैँभर भइरहनु पर्यो। त्यसैले बालमैत्री वडा घोषणा भइसकेपछि त्यसलाई दिगो बनाउन वडाले आगामी वर्षहरूमा बजेट कसरी व्यवस्थापन गर्ने सोच बनाएको छ अनि कतै यो घोषणापछि यो अभियान सुस्ताउने त होइन, घोषणा होइन यस्तो होइन। हामी जुन यो तपाईँको यो सुरुवात गर्ने चरणमै हामीलाई के थियो भने बालबालिका भनेको समाजमा एक फेर जन्मेर अन्त्य हुने होइन, यो निरन्तर चाहिँ यो समाजको यो चाहिँ हाम्रो चाहिँ यो उसमै पर्ने भएको कारणले गर्दा अब हामी घोषणा गरेर यो 5 वर्ष घोषणा गरेर हामीले चाहिँ आफ्नो चाहिँ यो राजनीति हिसाबले हामी जनप्रतिनिधि हिसाबले यो फाइदा खाएर बस्छु भन्ने तरिकाले हामीले सोचेका थिएनौँ। यो हामीले तपाईँलाई त्यही भएर त अहिले तपाईँ गल्छीको सुरै सबै बजेटिङ हेर्नु सक्नुहुन्छ। 3-4 वर्ष जति भयो हामीले भाइ बालबालिकाको लागि र त्यो चाहिँ उहाँहरूको गर्ने क्रियाकलापको लागि उहाँहरूको चाहिँ तपाईँको चाहिँ के अरे टोलमा गएर समूह गठन गर्ने, उहाँहरूको मिटिङ चलाउने, उहाँहरूको आफ्नो अधिकारका कुराहरू सिकाउने, तपाईँको चाहिँ सहजकर्ताहरूमा मार्फत उहाँहरूलाई लिएर जाने कुराहरू गरेर हामीले चाहिँ प्रत्येक वर्ष वडाबाट तपाईँले भनिहाल्नु गाउँपालिकाको त आफै छँदैछ, हामीले पनि वडामा के चाहिन्छ, कतिको खेलकुदका सामान चाहिन्छ, कति हामी बालबालिकाहरूलाई चाहिँ तपाईँको चाहिँ त्यहाँ गएर चाहिँ सङ्गठित भएर कुरा गर्न मन लागेको हुन्छ, उहाँहरूलाई अब ठुला मान्छेहरूसित बसेर कुरा गर्नलाई अलि अप्ठ्यारो हुने भएको कारणले गर्दाखेरि हामीले उहाँहरूलाई चाहिँ बजेट कम्तीमा 2-4 लाख 5 लाख कति सकिन्छ हामीले वडाले चाहिँ छुट्याएर गर्ने गरेकै छौँ। उहाँहरूलाई तपाईँलाई थाहा नै छ प्रत्येक बजेट बनाउनुभन्दा पहिला गएर टोलमा गएर आएर उहाँहरूको चाहिँ क्लबबाट ल्याएको चाहिँ ल्याएको चिजहरूलाई हामीले उहाँहरूको सामान के माग्नुहुन्छ उहाँ त्यो ठुलो तरिकाले त उहाँहरूले माग्न सक्नु, उहाँ सानो चाहिँ चिजहरू मागेर आउँदा नि उहाँहरूलाई परिपूर्ति गर्ने हिसाबले किन गाउँपालिका जाने किन अरू जाने भनेर हामीले वडाले यो भन्दा 2-3 वर्षदेखि नै सोचेर बजेट छुट्याएका छौँ। र भोलि त अहिले तपाईँले भनेको कुरा के भने हामी आज यो जनप्रतिनिधि हुँदा मात्रै यो सञ्चालन गरेर छोडिदिएर गएर अर्को फेर चाहिँ नहुने होइन कि अब गल्छीले त्यो पहिल्यै सोच राखेर
बालबालिकाबाट नै लगानी गरेर हामीले गल्छीलाई चाहिँ राम्रो गल्छी बनाउनुपर्छ, राम्रो भविष्यको कर्णधार भाइ बहिनीहरू बालबालिका उत्पादन गर्नुपर्छ, गल्छीलाई यो स्रोत चाहिन्छ भनेर नै यो बालमैत्री शासन लागू गरे भएको कारणले गर्दा अब तपाईँ ढुक्क हुनुहोस् कि हामीभन्दा पछि आउने साथीहरूले नि यो कटाएर कटिने कुरा छैन र हामीले पनि कन्टिन्यू उहाँहरूले मागेको कुराहरूलाई निरन्तर जाने गरी अब तपाईँको त्यो हाम्रो कार्यविधि नीतिहरूमा सबै बनाउनु पर्ने भएको कारणले यो गल्छीको चाहिँ अहिले तपाईँले भने जस्तो यो अहिले भर्खर हामी आएकोले छोड्ने होइन कि पहिला सरकारले पनि छोडिदिएर जानुभएको थियो, हामी पनि आयौँ, अहिले पनि अर्को 4 वर्ष हामी रनिङमा छौँ, त्यो पनि गरिरहेको छौँ र त्यो गल्छीको हकमा चाहिँ बालबालिका जो अब हाम्रो गल्छीमा जन्म लिनुहुन्छ उहाँहरूले अहिले यो जसले पाइरहनु भएको छ उसको अधिकार चाहिँ सबै सुरक्षित हुने गरी यो बजेटको बेला र अनि उहाँहरूको हाम्रो सबै नीतिमा प्रष्ट छ। ढुक्क भएर अब बालमैत्री चाहिँ गल्छीको लागू भइसके पछाडि सबै सधैँ आउने अब हाम्रो भविष्यका पुर्खाहरूलाई नै भनौँ भाइ बहिनी बालबच्चाहरूलाई आउने गरी कार्यक्रम हामीले तयार गरेका छौँ। त्यही भएर अहिलेको भर्खरको चाहिँ होइन यो। पक्कै पनि अध्यक्षज्यू, हजुरको बुझाइ बुझ्दा हजुरको आफ्नो वडा नम्बर 4 को बालबालिकासँग चाहिँ एउटा वडा अध्यक्षको नाताले नभइकन पनि एउटा अभिभावकको नाताले चाहिँ आफ्नो विचारहरू राख्न सक्ने एउटा वातावरण बनाउनु भएको रहेछ। तर अब आज यो कार्यक्रममा चाहिँ हजुरको विचारमा एउटा वडा अध्यक्षको नाताले बालबालिकाको विकासका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? शिक्षा, स्वास्थ्य कि उनीहरूको स्वतन्त्रता? होइन, शिक्षा स्वास्थ्य त तपाईँको अटोमेटिक अब हाम्रो सरकारले पनि गरिराखेको छ। तर मैले आफूले त्यो चाहिँ गएर भेट्दाखेरि आफूले गरेको अनुभवले गर्दाखेरि चाहिँ सबभन्दा पहिला हामीले समाजमा जस्तो उत्पादन हामी गर्छौँ नि त्यो समाजलाई चाहिँ हामीले परिवर्तन गरेर त्यहाँको चाहिँ भाइ बहिनी बालबच्चाको कुरा मात्रै गर्छौँ हामीले, त्यसरी हुँदैन। हामीले त्यहाँ गएर हेर्दाखेरि चाहिँ मलाई अहिले प्रश्न मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने हामीले यो बालमैत्री भनिरहेको छौँ, त्यो अभिभावक मैत्री पनि बनाउनुपर्छ, हामीले समुदाय मैत्री पनि बनाउनुपर्छ र बालबालिकालाई मात्रै हामीले चाहिँ यो फोकस गऱ्यौँ भने मलाई लाग्छ अहिले पनि तपाईँहरूले अब हामी बसेर गरौँला त्यो कुरा नगर्ने होइन। यो चाहिँ तपाईँको समुदाय स्कुलमा हाम्रो चाहिँ तपाईँको चाहिँ टोलमा जुन गठन गरेको समुदायमा पनि अभिभावकमा पुगेर हामीले गर्न सकेनौँ भने हामी यो चाहिँ हेरिरहेका छौँ। आफ्नो अनुभवको कुराले हुन्छ। मैले वडा नम्बर 4 कै कुरा गरेर जाँदाखेरि अब कति कुराहरू हुन्छ नि हामी बाटामा देख्छौँ, अब हामीले जे भनेका छौँ इन्डिकेटर हामीले जे भने पनि भाइ बहिनीहरूले बालबालिकाले गर्न हुने नहुने कुराहरू त हामीलाई थाहा हुन्छ। त्यो भएपछि उहाँहरूको बाआमालाई लिएर गएर त्यो भन्ने कुरा त हामी व्यक्तिगत रूपमा गएर यसो नगर्नुहोस् है भनेर भनेका छौँ, पसलमा गएर पनि भनेका छौँ। र त्यो तपाईँले पनि हेर्दा र हामीले पनि गर्दाखेरि भनेको चाहिँ अलिकति अलि खोज तलास सबैको समूहबाट गरेर सुधार्नको लागि शिक्षाभन्दा पनि पहिला जब त्यहाँ जो जन्म लिन्छ समाजमा लिन्छ पहिला, सबभन्दा पहिला त्यो समाज नै राम्रो भएन भने शिक्षा स्वास्थ्यमा गएर पछि भने त रोग लागिसकेपछि स्वास्थ्य चाहियो हामीलाई होइन। रोग लाग्न नै नदिने तरिकाले काम गर्न चाहिँ पहिला हामी समुदाय बेसिकमै गएर काम गर्न सकियो भने चाहिँ अझ यो बालमैत्री चाहिँ बालबालिकाहरूको लागि अभिभावकदेखि नै समाजदेखि नै गर्न सक्यो भने चाहिँ धेरै राम्रो हुन्छ भने चाहिँ मेरो आफ्नो वडामा घुम्दाखेरिको सोचाइ हो। अब भाइ बहिनी बालबालिकाहरूसित त पछि हामीले गरेको कुराहरूमा तपाईँ हामीलाई भेट्ने कुरा, हामीलाई देख्दा बोल्ने कुरा, त्यहाँ समाजमा बोल्ने कुराहरू धेरै उहाँहरू चलाक हुनुहुन्छ गर्नुहुन्छ। त्यही भएर शिक्षा र स्वास्थ्यले मात्रै होइन यो धेरै कुराहरूले चाहिँ प्रभाव पार्छ। त्यो भएको कारणले हामीले समाजमा सुधार्ने तरिकाले अभिभावकलाई अभिमुखीकरण कार्यक्रमहरू ल्याएर गर्न सक्यो भने चाहिँ बालबालिकाहरू जन्मिना साथ घरदेखि नै सुधारेर लानुपर्ने चाहिँ मैले त्यहाँ हिँड्दा चाहिँ देखेको वडावासीको हिसाबले वडामा गएर गर्दा चाहिँ कुराहरू त्यो देखेको छु। शिक्षा र स्वास्थ्यलाई मात्रै फोकस गरेर चाहिँ हुनेवाला छैन। हजुर अध्यक्षज्यू, हजुरले जसरी भन्नुभयो बालमैत्री वडा घोषणा भन्नाले वडाको मात्र भूमिका भन्दा पनि अभिभावकको पनि भूमिका धेरै हुन्छ भनेर हजुरको यो बुझाइलाई चाहिँ अलि गहिरोसँग प्रस्ट्याउनलाई म चाहिँ एउटा प्रश्न गर्न चाहन्छु। आम मानिसहरू चाहिँ बालमैत्री शासनयुक्त वडा तथा पालिका घोषणाको काम भनेको चाहिँ सरकारको मात्र हो भन्ठान्छन्। तपाईँको विचारमा वडालाई साँच्चै नै बालमैत्री बनाउनलाई अभिभावक तथा वडाको भूमिका चाहिँ कस्तो हुनुपर्छ? होइन, एकदम मैले अहिले पनि भने हामीलाई अहिले त्यो सोच त छ। जस्तो हामी गल्छीले यो बालमैत्री शासन घोषणा गर्ने भनेर हामी जस्तो लागू गऱ्यौँ। तर मैले अहिले भने नि तपाईँलाई भनिसकेको छु त्यो त उहाँहरूको गाउँमा हामी टोलमा जाँदा चाहिँ के छ भने यो के को लागि आउनु भएको, हाम्रो बालबच्चा त हामीले काम गरिरहेकै छौँ, हामीले त्यो कुरा गरिसकेपछि भने चाहिँ मैले अहिले भने त्यो तरिकाको कुरा छ, सोचाइ छ र त्यही कुरालाई चाहिँ तपाईँको प्रत्येक वडावासीमा गएर कुरा गर्नुपर्ने छ र वडावासीको त एकदम सहयोग नभए त हामीले सक्दैन। धेरै कुराहरू छ नि त, तपाईँ आमा समूहको कुरा भयो, अब अहिले पसलको कुराहरू पसल जो व्यवसाय गर्नुहुन्छ उहाँहरूले सहयोग गर्नु भएन भने हामी जति कराए पनि काम छैन। आमा समूहहरूले त्यो हेरिदिनु भएन भने स्वास्थ्य स्वयंसेविकाहरूले हेर्नु भएन भने त्यस्तै कुराहरू छ, त्यो त यसै भइहाल्यो। तर अहिले मैले भने अझ पनि मलाई लागेको कुरो चाहिँ हामी मात्रै सोचाइ के छ भने जब स्थानीय सरकारले मात्रै होइन है
हाम्रो घर घरबाट चाहिँ हामी सुध्रिनुपर्छ है। हाम्रो गृहिणी आमाहरू सुध्रिनुपर्छ, हाम्रो बाबाहरू सुध्रिनुपर्छ, त्यो सबै अभिभावक सुध्रिनुपर्छ, स्कुलको सर म्यामहरू सुध्रिनुपर्छ, वडाको चाहिँ जनप्रतिनिधि सुध्रिनुपर्छ, अनि मात्रै हामी सुध्रिन्छौँ र समुदायहरू मैले भने व्यवसाय गर्ने पनि सुध्रिनुपर्छ र सुधारेर लाने कुरामा सबै एकजुट भएर लानुपर्छ भन्ने कुरामा छ र त एकल प्रयासले त नहुने भएर त्यो थालनी त गरेका छौँ। तर कता कता चाहिँ कस्तो छ भने तपाईँको व्यवसाय गर्ने जाँदा हामीले भन्यो भने तपाईँको यो चाहिँ व्यवसायहरूले अलिकति हामीलाई असहज हुने छ, त्यो गरिदिनु है भन्यो भने नि तपाईँको चाहिँ अलिकति कि हामी चाहिँ उहाँहरूसित फेस टु फेस भएर जाँदाखेरि हामीलाई प्रतिशोधको गरे हो कि हामीले गरी खाएको चाहिँ रिस गरेको हो कि जस्तोहरू भएको कारणले गर्दाखेरि धेरै मैले चुनौतीमा नि भने धेरै हामीले चुनौती सामना गर्छ। तर अहिले हामी जाँदा चाहिँ है हाम्रो उपस्थितिमा चाहिँ के हुन्छ थाहा छैन, हाम्रो उपस्थितिमा चाहिँ उहाँहरूले अलिकति सेभ गर्नुहुन्छ। अब धेरै कुराहरू अब हामी थालनीमा छौँ, अहिले भनिहाल्यौँ, अन्त्य हुने होइन, हामी सुरुवाती होइन, सुरुवात गरेर छोड्ने होइन। त्यो भएको कारणले गर्दा त्यति कुरा गर्दा चाहिँ हाम्रो मात्रै एकल प्रयासले चाहिँ सकिन्न। अहिले तपाईँले भनेको कुरा अहिलेसम्म हेर्दा चाहिँ यो वडाले गर्नुपर्छ, जनप्रतिनिधिले गर्नुपर्छ, वडाको हेर्नुहोस् गल्छीको सरकारको मात्रै सरकार हो, तपाईँको त्यहाँ चाहिँ जाने चाहिँ बाल मैत्री सहजकर्ताको मात्रै एउटा कार्यक्रम हो जस्तो कुराहरूले चाहिँ अलिकति अहिले आइरहेको छ। तर उहाँहरूलाई मैले भने बुझाउन चाहिँ एकदम जरुरी छ। हजुर, पक्कै पनि हजुरले भन्नुभयो जसरी नै एउटा वडा अध्यक्ष, वडा परिवार, अभिभावक यानि कि व्यवसायसम्मले पनि सबैको कुरा सुनेर सबैलाई समेटेर मात्र यो वडा घोषणा सम्भव छ भन्नुभयो। तर वडाको योजना तजुर्मा गर्दा बालबालिकाको कुरा सुन्न कतिको आवश्यक छ जस्तो लाग्छ हजुरलाई? अनि हजुरको विचारमा के बालबालिकाले दिएका सुझावहरू कार्यान्वयन गर्न सम्भव छ? होइन, एकदम राम्रो प्रश्न भयो यो। हामीले मैले भने हामीले बालबालिकाहरूबाट नै यो सुधार्नुपर्छ भनेर अहिले कुरा पनि भने स्कुलको मावि स्कुलहरूकोमा तपाईँको चाहिँ होइन क्लब बालबालिकाहरूलाई लिएर गएर चाहिँ व्यवस्थापन समितिमै उहाँहरूका चाहिँ हक अधिकारका कुराहरू कसले गर्ने त? बालबालिकाले गर्ने हो नि उहाँहरूको कुरा भन्ने कुरा थालनी भएको छ। अनि अहिले पूर्वाधारका कुरा भइहाल्यो। अब तपाईँले भने जस्तै बालबालिकाहरूले के चाहिन्छ त? हामी भौतिक पूर्वाधार मात्रै काम गरिरहेका छौँ। उहाँहरू अब हामीदेखि अलि अग्रज मान्छेहरूसित आउँदाखेरि अलिकति उहाँहरूलाई लाज, अलिकति डर होइन, त्यति त्यो पहुँच हुँदैन। त्यही भएर सहजकर्ता मार्फत उहाँ टोलटोलमा गएर काम गरेका छन्। अहिले त धेरै भइसक्यो, चिनजान पनि भयो, हामी नै हुन्जेल छौँ त अब परिचित पनि भएर कारणले भयो। त्यही भएको कारणले गर्दा हामीले यो बजेट बनाउनुभन्दा पहिला उहाँहरूको चाहिँ मैले अहिले भने नि के छ त तपाईँहरूलाई चाहिने कुरा भन्यो भने अहिले तपाईँहरूले एक दुईवटा बजेट पनि हेर्नु होला। उहाँहरूले चाहिने भने चाहिँ अहिले खेलकुदको कुरा, मैदानको कुरा आएको थियो। खेलकुद भनेको चाहिँ तपाईँको मैदान सबैतिर त कुरा भने स्कुलको प्राङ्गणमा धेरै छ। अब सानसानो स्कुलमा सानसानै तरिकाको भाइ बहिनी बालबच्चा हुनुहुन्छ, बालबालिका ठुलोमा ठुलै हुनुहुन्छ, त्यो तरिकाले काम गरेर चाहिँ उहाँहरूलाई हामीले राखेर मेरै 4 नम्बरको कुरा गर्ने भने 21-22 टोल जतिको चाहिँ क्लब हुनुहुन्छ होइन, त्यो क्लबकोबाट उहाँहरूले चाहिँ सबै भेला गराएर एउटा चाहिँ सामूहिक रूपमा चाहिँ उहाँहरूले मागेको योजनाहरू मैले भन्ने उहाँहरूलाई केही चाहिएको छैन, आफूलाई के चाहियो त्यही अब भन्ने तरिकाले ल्याउनुहुन्छ र यो काम त गरेका छौँ। तर उहाँहरूको नलेजले जे भ्याउँछ नि त्यो भन्दा पनि हामीले पनि उहाँहरूलाई चाहिँ यो गर्ने अब जस्तो धेरै कुराहरू अब उहाँहरूका नयाँ नयाँ ठाउँ जाने इच्छा छ होइन, खेलकुदका कुराहरूदेखि लिएर जम्मै छ। अब धेरै कुराहरू त हामीले स्थानीय सरकारबाट स्कुलमा लाने कुराहरू त लैहालेका छौँ। त धेरै अब कापी कलम यस्ता कुराहरू त तैपनि उहाँहरूसित बसेर पहिला उहाँहरूले छनौट गरेर ल्याएको, उहाँले टिपेको बनाइसके पछाडि अनि बजेटिङको बेलामा हामीले बजेट छुट्याइदिएर उहाँहरूलाई नै बालमैत्री सहजकर्ता मार्फत उहाँहरूले लिएर गएर के हुन्छ आवश्यक, उहाँहरूलाई आवश्यकता उहाँहरूको के छ हामीले त्यसलाई केही पनि हस्तक्षेप गर्दैन। उहाँहरूले जे माग्नुभयो जस्ताको तस्तै वडाबाट दिने चाहिँ गरेका छ। अब अहिले तपाईँले भने जस्तो अब अलिकति कुरा पनि उठाएको थियो हामीले धेरै ट्रेनिङ सेनिङ जाँदा। अब यो पूर्वाधारका कुराहरूमा पनि बालबालिकालाई चाहिँ समितिहरूमा उहाँहरूलाई पनि आफ्नो कुराहरू अलिकति त्यहाँ समावेश गराउनु पर्यो भन्ने कुराहरू आएको छ। अब स्कुलहरूसम्म त हामी गइसक्यौँ। अब क्लबहरूमा उहाँहरूले टोलटोलको गठन गर्नु भएको छ, राम्रै कुरा छ। 20-21 जना उहाँहरू मिटिङ बस्नुहुन्छ, महिनाको कुरा गर्नुहुन्छ। उहाँहरूले ल्याएको कुरामा हामीले दिने कुरामा चाहिँ प्रष्ट रूपमा हामीले दिएका छौँ। र तपाईँले भने जस्तो त्यति हुँदा नि म वडा अध्यक्ष नभइकन म त्यहाँको बासिन्दा भएर हेर्दा भनेको भने चाहिँ धेरै कुराहरू बालबालिकाहरूलाई दिनुपर्ने छ। र अहिले पनि भने मैले तर बालबालिकालाई मात्रै मेरो अनुभवमा दिएर चाहिँ फेरि सुधारको कामहरू हुँदैन। हामी त्यो बालबालिकाभन्दा पहिला चाहिँ फेरि त्यो बालबालिका जसले लिएर हिँड्नुहुन्छ नि उहाँहरूलाई पनि अलिकति हामीले स्थानीय सरकारको मार्फतबाट
केही कुराहरू गराउनुपर्ने छ। अब हामी अन्त्यमा आइसक्दा अन्त्यमा हजुरलाई चाहिँ गल्छी बाल सरोकार सुनेर बसिरहनु भएका सम्पूर्ण बालबालिका र अभिभावकहरूलाई वडा अध्यक्षको तर्फबाट हजुर के भन्न चाहनुहुन्छ? सम्पूर्ण वडावासीहरूलाई गरिदिनु भएको छ, सहयोग गर्नु भएको छ, तपाईँहरूको सबै अमूल्य योगदान पनि छ। तर पनि अहिले यहाँ मैले श्रद्धाजीसित बसेर भन्ने बेलामा भने धेरै कुराहरू बालबालिकालाई मात्रै छोडेर, हामी जनप्रतिनिधिलाई मात्रै छोडेर, स्कुलका सरहरूलाई छोडेर, स्वयंसेविकालाई छोडेर होइन हामीले गर्ने त काम गरिरहेका छौँ, तर पनि त्यो पुग्ने छैन। तपाईँहरूले यो अभियानमा वडाको जनप्रतिनिधिको हिसाब, तपाईँ त्यहाँ आमा समूह, तपाईँ त्यहाँ चाहिँ आफ्नो चाहिँ अभिभावक भइरहँदाखेरि हामीले देखेका कुराहरू, हामीलाई त्यहाँ इन्डिकेटर जाँदाखेरि भन्ने कुराहरूलाई जाँदा घरै घरबाट सुधार्नु पर्ने भएको कारणले गर्दा हामी बालमैत्री वडा युक्त वडा घोषणा गर्न लागेका छौँ। सम्पूर्ण अभिभावकज्यू, सम्पूर्ण सरकारवालाहरूलाई गर्नु भएको छ। अलिकति अझ पनि हामी जाँदाखेरि हाम्रो वडालाई चाहिँ वडा नम्बर 4 गल्छीको आमाहरू, बुवाहरू, त्यहाँका दाजुभाइहरू साह्रै सभ्य, साह्रै मेहनती, भनेको कुराहरू मान्नु हुँदो रहेछ भन्ने तरिकाले यो बालबालिकाको लागि भविष्य उज्जवल गराउनको लागि हाम्रो लगानी त भएकै छ। हामीले पैसा वर्षको लगानी गरिरहेका छौँ, तर तपाईँहरूले जस्तो खोजेको प्रतिफल हामीले दिन नसके होला। तर हामीलाई पनि के आशा छ भने टोलबाट तपाईँहरूले हामीलाई पनि सरसहयोग गरेर हामीलाई कुराहरू ल्याइदिनु भयो भने, अहिले मैले भनी व्यवसाय गर्नेले कि आमा समूहहरू, महिला समूहहरू सबैको सरसहयोगले यति भयो, सरहरूको सहयोगले यति भयो। अझ पनि पर्याप्त मात्रामा नपुग्या हुनाले वडावासी सबैले अब हामी घोषणा गर्ने चरणमा छौँ। यसलाई अब मैले धेरै भन्न पर्दैन, हाम्रा त्यहाँ सबै सहजकर्ताहरू हिँडिरहनु भएको छ, भाइ बहिनीहरू पनि धेरै बाठा हुनुभएको छ। यसलाई चाहिँ हाम्रो गल्छी सरकारले, स्थानीय सरकारले बाल मैत्री शासन युक्त वडा घोषणा गर्न लागेको छ, गाउँपालिकै गर्न लागेको छ। तपाईँहरूलाई थाहा छ, धेरै तपाईँ हामीहरू जान्ने हुनुहुन्छ। यसलाई एकदम सहजीकरण गरेर हाम्रो सरकारले, स्थानीय सरकारले गर्न लागेको कुराहरू लाई सहयोग गरिदिनुहुन्छ भन्ने आशा एकदम मेरो छ र गर्नु पनि भएको छ। अझ पनि वडा नम्बर 4 लाई चाहिँ बृहत रूपमा यो घोषणा गर्ने कार्यक्रम छ। यहाँसम्म आएर योभन्दा पछि पनि धेरै तरिकाबाट काम गर्नु छ। जनप्रतिनिधिको हिसाबले तपाईँहरूले हामीले कहीँ नदेखा हुनसक्छ, सबै जनप्रतिनिधि उस्तै नहुन सक्छ होइन, केही कुरा कमी कमजोरी कतै रहेछ भने अहिले यहाँ म लिइरहँदा वडा अध्यक्ष त बोल्नुभयो, तर यस्तो छ मेरो टोलमा यस्तो थियो के भनेर बोल्नु भएको छ भने हामी वडाको जनप्रतिनिधि हिसाबले खबर गरिदिनु होला। हामी त्यो गर्नलाई हामीले गर्नुपर्ने कुराहरू सबै गर्छौँ र तपाईँहरूको साथ सहयोगको पनि अपेक्षा राख्दै अब चाँडै नै बालमैत्री वडा युक्त घोषणा गर्ने कुरा छ। यहाँहरू सबैलाई फेरि पनि अहिले मैले भने यत्रो सहयोग गर्नुभयो, सारा कुरा गर्नुभयो, सबैलाई धन्यवाद दिँदै अब पनि तपाईँहरूको साथ र सहयोगको अपेक्षा राख्दै अब धेरै कुरा त भन्नुपर्ने छैन, सबैले सहयोग गर्नुभएको। फेरि पनि मैले वडाको अध्यक्षको हिसाबले यहाँहरू सबैलाई आभार प्रकट गर्दै मेरो कुराहरू होइन यहीँ अब मेरो भनाइ यहीँ अन्त्य गर्छु। हस्, नमस्कार। हस्, हजुरले आफ्नो अमूल्य टाइम दिनुभएकोमा धन्यवाद। हुन्छ, हस्, हजुरले पनि त यो यत्रो मिडिया मार्फत हाम्रो कुराहरू लिएर गएर के गरेका छौँ, कसो गरेको छ भन्ने कुरा राख्न दिनुभयो। यो गरेर रेडियो राजमार्ग टिमलाई अब हाम्रो सबैलाई यो जुन अब यहाँ सुन्नु भएको लाइभमै छ भने नि सुन्नु भएको छ, त्यो आउँछ भोलि आउँछ भने पनि सबैले सुनेर के हामीले गर्नुपर्ने छ, स्थानीय सरकारले बाल मैत्री युक्त वडा घोषणा गर्ने, गाउँपालिका घोषणा गर्नलाई तपाईँहरूको साथ र सहयोगको एकदम अपेक्षा राख्दै फेरि पनि भने श्रद्धाजी तपाईँले अहिले बोल्ने अवसर मिलाइदिनु भयो। रेडियो राजमार्ग लगायत परिवारलाई सबैलाई धन्यवाद दिन चाहन्छु वडा नम्बर 4 को वडा अध्यक्षको तर्फबाट। हस्, नमस्कार। कार्यक्रम गल्छी बाल सरोकारका लागि हामीले भर्खरै गल्छी गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष राजु अधिकारीसँग कुरा गऱ्यौँ। कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। कार्यक्रम गल्छी बाल सरोकार, गल्छी गाउँपालिका र गल्छी बाल समूह सञ्जालको सहकार्यमा रेडियो राजमार्ग 92.1 मेगाहर्जले तयार पारेको कार्यक्रम हो। कार्यक्रम गल्छी बाल सरोकार सम्बन्धी हजुरहरूको मनमा लागेको जिज्ञासा वा प्रतिक्रियाहरू हामीलाई 010 41 40 15 मा फोन गरेर भन्न सक्नुहुन्छ। अर्को अङ्कमा नयाँ अतिथिका साथै हाम्रो फेरि भेट हुनेछ। कार्यक्रम गल्छी बाल सरोकारबाट म श्रद्धा रिमाल बिदा हुन्छु। हस्त, नमस्कार।